यो हाम्रो म्याथको 1.2 है 1.2 मा क्वेसन के दिएछ भन्दाखेरि यो 32 भनेको n1 लि ए, यो भनेको n1 लि बी, यो भनेको n1 लि सी, यो भनेको n1 लि ए र सी, यो भनेको n1 लि बी र सी, यो 25 भनेको n1 लि ए बी, अनि 25 भनेको 25 को तल 5 छ हैन, यो भनेको ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भनेर हामीले थाहा पाउनुपर्छ। हिजो चाहिँ मैले बुझाइसकेको थिएँ। अनि हामीलाई दिएछ n u भनेको 200 भनेर हामीलाई गिभन दिएछ, सब मतलब इन सबै जोडेर, अनि यो बाहिरको जोडेर पनि कति हुनु पर्यो 200 हुनु पर्यो भनेर भने हा। अनि पहिला हामीले n a निकाल्नु पर्यो है। n a भनेको के ए मा पर्ने सबै इन्डिसन सबै हुने 38 25 5 र 20 जोड्यौँ कति आयो n a को भ्यालु 88 आयो। यसैगरी n b भनेको b मा भयो सबैको इन सबै जोड्नु भयो 32 25 5 15 जोड्यौँ कति आयो 77 आयो। अनि यसैगरी n c निकाल्नु पर्यो, c मा भएकै सबै यो सट्ट गोलो हेर्ने, यो c मा पर्ने 40 20 15 5 जोड्यौँ भन्दाखेरि कति आयो c मा 80 आयो है त। अनि a युनियन b युनियन c निकाल्नु भन्यो। अब a युनियन b युनियन c भनेको यिनी सबै गोलामा भएका सबै एलिमेन्टलाई हामीले जोड्ने 38 32 40 20 25 15 अनि 5 जोड्ने। यसरी जोडेपछि a युनियन b युनियन c आयो 175। अनि a युनियन b युनियन बार, अब यहाँ कति बच्यो त, यो बाहिर कति बचेको छ त्यो निकाल्नलाई हामीले u माइनस a युनियन b युनियन c गऱ्यौँ 200 मा 175 गरेपछि कति 25 भद्दो रहेछ। यो बारमा बाहिर हामीले के लेख्न सक्ने भयौँ यसरी 25 यसरी लेख्ने भयौँ। अनि यसै गरी यसलाई a इन्टरसेक्सन b इन्टरसेक्सन c भन्छ है। यो ग्राफलाई हेर्ने फ्रम ग्राफ मलाई के थाहा छ, यो भनेको a इन्टरसेक्सन b इन्टरसेक्सन c को ठाउँ हो, त्यसैले यसको ठाउँमा हामीले 5 लेख्न सक्ने भयौँ। अनि n1 लि a यही ग्राफलाई हेर्ने, n1 लि a भनेको a मात्रै भनेको के हो, यति मात्रै 35 मात्रै लेख्यौँ, a 38 लेख्यौँ। अनि n1 लि b b मात्रै भनेको छ, फर्मुला लाउनु परेन, डाइरेक्ट फ्रम डायग्राम लेख्न सक्यौँ के, फ्रम b b1 लि भनेको 32। यसैगरी 1 लि c c मात्रै भनेको छ, 40 डाइरेक्ट लेख्न सक्ने भयौँ। अनि n a इन्टरसेक्सन b को भ्यालु निकाल, a इन्टरसेक्सन b भन्ने बेला कति होला भन्दाखेरि a र b को भन्दा 25 र 5 1 लि भने n1 लि ab भने हामीले 25 मात्रै गरिदिउँ यो। अब 1 लि छैन, यहाँ a इन्टरसेक्सन b छ, त्यसैले यो 25 मा 5 जोड्यौँ, a र b को कमन भाग हो 30 आयो। अनि bc भन्यो, यो b र c को हेर्दै b र c मा के छ 15 र 5 कमन छ, यो त यतातिर a को पनि कमन पर्ने आन्छ फेरि हैन, यसरी 20 लेख्यौँ। यसरी n a c भनेको छ, a इन्टरसेक्सन c a र c लाई हेर्ने, a र c मा यसलाई उदाहरण दिनु पर्यो 20 र 5 छ, यसरी 25 भयो। अनि यसै गरी फेरि हामीले के भनेको थियौँ n1 लि a इन्टरसेक्सन b, अघि नै भनेको थियौँ यो n1 लि a इन्टरसेक्सन b भनेको 25 हो, अनि n1 लि b इन्टरसेक्सन c हो, b र c भनेको 15 को हो, अनि n1 लि ac भनेको 20 हो, यसरी हामीले 20 लेख्यौँ यसरी गर्ने है त। यो एकदम इजी छ। अनि यसै गरी 1 को b पनि सेम यसरी गर्ने, फ्रम डायग्राम भनेर डाइरेक्ट लेख्न पाइन्छ यसमा।